तपाईहरूले यो नासपति खाँदा बोक्रा सँगै खानुहुन्छ कि बोक्रा फालेर खानुहुन्छ? तपाईहरूलाई के लाग्छ? बोक्रा सँगै खानमा फाइदा छ कि बोक्रा फालेर खानमा फाइदा छ? प्रायः जस्तो हामी बोक्रा फालेर नै खान्छौँ होइन सबैजना। तर यो नासपतिको बोक्रामा सबभन्दा बढी फाइबर पाउने हो र प्लान्ट बेस्ड कम्पाउन्डहरू केही पाउँछ जसले तपाईँको डाइजेसनमा हेल्प गर्छ। जुन तपाईँको पेटमा भएको गुड ब्याक्टेरिया हुन्छ त्यसको सब्स्ट्रेटमा हेल्प गर्छ। अर्को के गर्छ भनेपछि तपाईँलाई कन्स्टिपेसनबाट रिलिफ गराउँछ होइन, कन्स्टिपेसन हुनुबाट बचाउँछ। किनकि जुन दिशा हुन्छ बल्क अमाउन्टमा फर्म भएको हुन्छ त्यसलाई लुज पार्छ। अर्को भनेको यसमा भिटामिन सी, एन्टिअक्सिडेन्ट जसलाई भन्छ त्यो पाउँछ होइन। अर्को हाई अमाउन्ट अफ पोटासियम पाइन्छ होइन अरू फ्रुटहरूभन्दा। त्यसले तपाईँको मुटुको हेल्थलाई राम्रो बनाउँछ। केही स्टडिजहरूले के भनेको छ भनेपछि जुन व्यक्तिले चाहिँ बढी अमाउन्ट अफ स्याउ र नासपति खान्छ उहाँहरूको कार्डियोभास्कुलर रिस्क र अर्को भनेको स्ट्रोकको रिस्क चाहिँ धेरै हदसम्म कम गर्छ। तर यसले त्यो भन्न खोजेको होइन कि तपाईँको मुटु रोगहरू नै सन्चो पार्छ भनेर। अर्को भनेको यसमा धेरै अमाउन्ट अफ पानी पाइन्छ होइन, यो फ्रुटमा पानी हुन्छ त्यसले तपाईँलाई हाइड्रेसन राख्छ। अर्को भनेको तपाईँलाई यसले स्किन जुन छाला छ त्यसको हेल्थहरू राम्रो बनाउँछ। तपाईँको सेलहरू जुन छ होइन त्यसको अक्सिडेटिभ स्टेजहरूबाट बचाउँछ। धेरै फाइदाहरू छ। त्यही भएर सक्दो एउटा नासपति चाहिँ खाने गर्नुपर्छ। अर्को के गर्न सकिन्छ भनेपछि जसलाई डायबिटिज छ होइन उहाँहरूले यसलाई राइट अमाउन्ट अफ राइट पोर्सनमा खानुपर्छ। किन खानुपर्छ भनेपछि यसमा नेचुरल सुगर त हुन्छ तर धेरै अमाउन्ट अफ नेचुरल सुगर गयो भने त्यसले त सुगर स्पाइक गर्न सक्छ। अर्को के गर्ने हो भनेपछि यसलाई र खाने, जुस नबनाएर खाने। किनकि जुस बनायो भने यसको जुन फाइबरहरू छ होइन, जुन फ्रुक्टोज सर्बिटोलहरू छ त्यो सबै चेन्ज हुन्छ, हराउँछ होइन। त्यसले तपाईँलाई डाइजेसनमा हेल्प नगर्न पनि सक्छ। त्यही भएर र खाँदा चाहिँ राम्रो होइन। यो धेरै राम्रो एउटा फ्रुट हो, त्यही भएर खानुहोस्। म पनि खान्छु, सबैजना खानुहोस्, राम्ररी स्वस्थ भएर बस्नुहोस्। ह्याभ अ गुड डे, टेक केयर, बाई बाई।